यस्ता उदाहरण त धेरै छन् तर सबै उदाहरण अहिले म भन्न भ्याउँदिनँ। एक दुईवटा उदाहरण बताउँ है। अर्चा स्वरूपमा पनि भगवानले आफ्ना केही शक्तिहरू देखाउनुहुन्छ। कहाँ देखाउनुहुन्छ? जहाँ ती शक्ति देखाउँदा पनि कोही डराउँदैन, त्यस्तो विश्वास भगवानलाई भयो भने। जस्तै वेङ्कटेश भगवान अर्चा स्वरूपमै हुनुहुन्छ, तर एक परम भक्त महात्मा हुनुहुन्थ्यो। उहाँ चाहिँ रामानन्द सम्प्रदायको हुनुहुन्थ्यो, तर भगवानको साह्रै भक्त। उहाँका साथमा वेङ्कटेश भगवान खेल्न जानुहुन्थ्यो। जब पुजारीहरूले सेवा पूजा आराधना गर्छन्, ठ्याक्क मन्दिर बन्द गरे, पुजारीहरूले मन्दिर बन्द गर्दा भगवान त सट्टै त्यो मन्दिर बन्द गर्दा पनि भगवानलाई त्यो ढोकाले रोक्दो रहेनछ, बन्द ढोकाले पनि रोक्दो रहेछ। सट्ट कतार निक्लिन्छ, स्वयं जानुहुन्छ, ती बाबासँग महात्मासँग खेल्नुहुन्छ, विभिन्न प्रकारका खेलहरू खेल्नुहुन्छ। अनि भनौँ एक दिन भने नि महात्माजीसँग खेल्दै हुनुहुन्थ्यो भगवान। खेल्दा खेल्दै उहाँ मन्दिर खोल्ने बेला भयो। मन्दिर खोल्ने बेला भएपछि त्यो खोल्नुभन्दा पहिले भगवानले उहाँ पुग्नुपर्छ। अनि हतारमा भाग्ने हुँदाखेरि भगवानले लगाएको हार चाहिँ त्यहीँ छुटेछ, महात्माकै छेउमा नि। पहिले त्यो खेल्दाखेरि त्यो हार चाहिँ अल्झाउँछ भनेर खोलेर राख्नुभएको, सट्ट छिटै हतार भाग्ने हुँदाखेरि त्यो हार त्यहीँ छुटेछ। अब मन्दिर खोलिदियो पुजारीहरूले, भगवानका वक्षस्थलमा हार छैन। अब ए बाबा, यो हार कसले चोरो? भगवानको हार कसले चोरो? खुल्दुली भयो, सबैतिर खोज्न लाग्यो, हारको खोजी हुन लाग्यो। अनि खोजी ती गर्दै जाँदाखेरि यतापट्टि महात्माजीले चाहिँ भगवानले हार बिर्सिएर जानुभएछ, छोडेर जानुभएछ, यो हार लगाएर पुर्याइदिनु पर्यो भनेर नि सबक्क त्यो हार हातमा लिएर मन्दिरतिर जाँदै हुनुहुन्थ्यो महात्माजी। अनि ती खोजी गर्ने व्यक्तिहरूले महात्मालाई देखे, महात्माका हातमा हार छ, ओहो यही रहेछ चोर्नु, यसैले चोरेछ भगवानको हार, यो बडा जादु गर्दो रहेछ, कसरी पस्यो मन्दिरमा र हार चोरेछ भनेर कुट्न पिट्न थाले, गाली गर्न थाले, अपनाउन दबाउन थाले। एकजना महात्माले भने, होइन यी बडा भगवानका भक्त छन्, म भगवानसँग खेल्न भगवान मसँग खेल्न आउनुहुन्थ्यो, मन्दिर खोल्ने बेला भनेर हतार कुद्ने हुँदाखेरि हात छोड्नु भएछ महात्मा भगवानले। त्यो हार म पुर्याउन पो जाँदैछु त भन्दा कसले पत्याउने त्यो कुरा? अनि एकजना दयालु महात्मा रहेछन्, होइन यी भगवानका साह्रै भक्त छन्, बा हो पनि कि कुरा सही हो कि, यिनलाई अहिले मारि चाहिँ नहालौँ। अब के गरौँ भने एउटा ठुलो भवन थियो अरे त्यहाँ, यो भवनभित्र यिनलाई राखौँ, बाहिरबाट ताला लगाइदिउँ। भवनभित्र राखेर लगभग 1 ट्रक जति नि उखुका लाँक्रा थुपारेर अनि त्यहाँदेखि बाहिरबाट ताला लगाइदिउँ। अब साँच्चै भगवान यिनीसँग खेल्न जानुहुन्थ्यो भने यी उखुका लाँक्रा रातभरिमा खाइसक्या हुनुपर्छ यिनले, होइन? किनकि भगवानले त्यो शक्ति यिनलाई दिया हुनुपर्छ। त रातभरिमा यी उखुका लाँक्रा खाइसके महात्माले भने साँच्चै यिनीसँग भगवान खेल्न जानुहुँदो रहेछ भनेर पत्याउँला र अनि यिनलाई कुनै प्रकारको दण्ड नदिउँला। ती उखुका लाँक्रा खाइएनछन् भने यिनले झुट बोलेको भन्ने सम्झौला, भगवान यिनीसँग खेल्न जानुहुन्न थियो, यिनले झुट बोलेको।
भन्ने जानुला र अनि यसलाई दण्ड दिउँला। अहिले चाहिँ यसलाई कुटपिट नगरौँ न त अब भनेर एकजना दयालु महात्माले भनेछन् र त्यसै गरियो। एउटा ठुलो भवन थियो, त्यहाँ चाहिँ एक ट्रक जति हुक्का लाक्रा थुपारेर अनि महात्मालाई पनि त्यहाँभित्र राखेर अनि चाहिँ बाहिरबाट ताला लगाइदिए। अनि चाहिँ भगवानले आफ्ना भक्तका रक्षाका निमित्त ठ्याक्क हात्तीको रूप धारण गर्नुभएछ। विशाल हात्तीको रूप धारण गरेर भगवानलाई त त्यो दैला सैलाले छेक्दो रहेन त, काँडाभित्र पस्नुभयो, काँडाभित्र पस्नुभयो, हात्तीको रूप धारण गरेर अनि कराकुरुक त्यो उखुका लाक्रा सबै खाइदिनु भयो। उखुको एउटा खोस्टो पनि छैन भनेपछि अब सबैलाई विश्वास भयो, ओहो यिनीसँग भगवान साँच्चै नै खेल्न आउनु हुँदो रहेछ भन्ने जानेर अनि महात्मासँग क्षमा मागे सबैले, होइन, साष्टाङ्ग गरे, नमस्कार गरे र महात्माका लागि एउटा कुटी बनाइदिए, होइन, छुट्टै एउटा अत्यन्त सुन्दर कुटी बनाइदिएर लु यहाँ हजुर यहाँ रहनुहोस् भनेर महात्मा जहिलेसम्म रहनुहुन्छ तहिलेसम्म हजुरलाई कुनै प्रकारको दुःख हुँदैन, सबै प्रकारको खानपिनको व्यवस्था मिलाइदिए ती सबै मानिसहरूले। भने अर्चा स्वरूपमा हुनुहुन्छ वेङ्कटेश भगवान र पनि अर्चा स्वरूपमा यस्ता यस्ता प्रकारका लीला पनि भगवानबाट भए, होइन। भने अर्चा स्वरूपमा सबै प्रकारका शक्तिहरू छन् तापनि आवश्यकता नपर्ने भएको हुनाले भगवानले ती शक्ति लुकाएर राख्नुहुन्छ आफूमा, यो जान्नु पर्यो।